नेपाली जनताले चाहेको अर्कै नेपाल हो हैन, अर्कै नेपाल हो। त्यो नेपाल कस्तो नेपाल नेपाली जनताले अहिले खोजिराखेको हो भने सिङ्गापुर पनि खोजेको होइन हैन। एकैपटक यसलाई क्यानाडा बनाइदिनुहोस् या अस्ट्रेलिया बनाइदिनुहोस्, अमेरिका जस्तो बनाइदिनुहोस् पनि भनेको होइन हो। जम्मा जम्मी नेपालमा नेपाली बसेर नेपालमै केही गरेर खान सक्ने नेपाल बनाउनुपर्छ। त्यो चाहिँ त यो सरकारको सबैभन्दा ठुलो अभिभारा हो जस्तो मलाई लाग्छ। नमस्कार सबैजनालाई। तपाईहरू हेर्दै हुनुहुन्छ फ्लोरिसिङ माइन्ड। म अनिता घिमिरे। आजको एपिसोडमा हामीले पत्रकारिता र सोसल मिडियामा भएका जति पनि इस्युहरू साथसाथै यो विगतमा भएको चुनावसँग रिलेटेड कुराकानी गर्ने कोसिस गरेको छौँ। त्यसको लागि आज मसँग हुनुहुन्छ पत्रकार शिव योगी। नमस्ते सर। नमस्ते सर, आराम हुनुहुन्छ? म सन्चै छु। हजुरको बारेमा मैले के महसुस गरेको छु त्यो चाहिँ मलाई आज भन्न मन लागेको छ। जुन जति पनि यो पत्रकारिताको बारेमा, पत्रकारहरूको बारेमा बेला बेलामा क्रिटिसिजमहरू आउने गर्छन् नि। पत्रकारहरू चाहिँ बिकाउ भए, पार्टीगत भए, व्यक्तिवादी भए, अनि यो पत्रकारिताको आडमा चाहिँ ब्ल्याकमेल गर्छन् पत्रकारहरूले भन्ने बेला बेलामा त्यस्तो खालको समाचारहरू, क्रिटिसिजमहरू आइरहेको हुन्छ। तर म हजुरकै अगाडि यति भन्ने हिम्मत गर्छु कि तपाईलाई देखिसकेपछि आजको जमानामा पनि नेपालमा एउटा इथिकल पत्रकारिता गर्ने निष्ठावान पत्रकारहरू जिउँदै छन् है भन्ने कुरा चाहिँ पर्सनल्ली चाहिँ मैले महसुस गरेको छु हैन। आइ एम सो प्राउड अफ यु। अनि त्यो भन्दै गर्दाखेरि हजुरको पत्रकारिताको बारेमा देखेर चाहिँ मलाई चाहिँ अहिले पनि नेपालमा बिकाउ पत्रकारहरू मात्रै छैनन्, एउटा निष्ठावान पत्रकारिता गर्ने मान्छेहरू पनि छन् भन्ने महसुस हुन्छ। अब हजुरसँग कुरा गर्नुपर्ने त धेरै नै विषयवस्तुहरू छन्, तर आजको यो एपिसोडमा चाहिँ मलाई विशेष गरेर अब अहिले नेपालको राजनीतिमा सबैभन्दा चर्चित पात्र हुनुहुन्छ रवि लामिछाने। हजुरले त उहाँको टेलिभिजनमा, उहाँकै प्रोग्राममा सिधा कुरा जनतासँग पनि हजुरले काम गरिसक्नु भएको छ। सिधा कुराको टिमसँग पनि हजुरले काम गरिसक्नु भएको छ। अनि त्यसको सेरोफेरोमा आज कुरा गर्न मलाई मन लागेको छ। साथसाथै यो जुन पत्रकारिता क्षेत्रमा जति पनि विकृतिहरू भएको छन्, अब यसको चुनौतीहरू के हुन सक्छन्, कसरी चाहिँ यसलाई गभर्मेन्टले कन्ट्रोल गर्न सक्छ भन्ने मेरो आशय हो हैन। अब रिसेन्टली भन्नुपर्दाखेरि चुनाव यो जुन जसरी अहिले नयाँ पार्टीहरूको उदय भइरहेको छ, यसलाई चाहिँ हजुरले कसरी हेर्नु भएको छ? अब यहाँले 2-3वटा विषय सँगै जोडेर ल्याउनु भयो। एउटा पत्रकारितामा केही खराब पक्षहरू पनि छन् भन्नुभयो। अब पत्रकारिता भन्नुहोस् या अन्य कुनै पेसा भन्नुहोस्, सबै यही समाजको अङ्गहरू हुन्, समाजबाट आएका उपजहरू हुन्। म तपाईँ या अरू कुनै पेसामा भएका हरेक व्यक्तिहरू तपाईँको यही समाजका उत्पादन भनौँ न, हामी यही समाजका अङ्ग। तर अब के हुन्छ भने दुईटा कुरा अहिले तपाईँले भने जस्तो एकदमै नकार्न सक्ने अवस्था पनि छैन। तर पत्रकारिताको नाममा ठ्याक्कै पत्रकारितै गर्छु भन्ने मान्छेले बेमानी गर्यो भने त्यो ठुलो दुःखद कुरा हो। तर पत्रकारिताको नाममा या पत्रकारिताको खोल ओढेर त्यो चिज भइराखेको छ भन्ने गुनासाहरू हामी पनि सुन्छौँ, त्यो देखिन्छ पनि। अब यसलाई चाहिँ दुईटा कुरा हुन्छ। लेना र देनाको कुरामा के हुन्छ भने लिने मान्छे जति दोषी छ, दिने मान्छे पनि त्यति नै दोषी छ। किनभने दिने मान्छेले त्यो अवस्थामा दिन्छ जब उसमा कुनै न कुनै गल्ती हुन्छ अथवा उसमा फल्ट हुन्छ, तब न उसले त्यो दिन्छ। अब अर्को कुरा रह्यो के भने पत्रकारिताको नाममा जब बेमानी भइराखेको कुरा जसरी आम रूपमा मान्छेले थाहा पाइराख्नु भएको छ। तपाईँलाई एउटा अर्को कुरा पनि भनौँ, हामी यो चिया गफमा बहसमा भन्ने गर्छौँ, नेपालमा यदि 4वटा पक्ष सुध्रिने हो भने नेपाल जुन खालको अहिले चाहिँ भाष्य निर्माण भएको छ, नेपालमा धेरै चिज बिग्रियो भन्ने, त्यो चिज सुध्रिन्छ। जस्तो पत्रकारिताले आफ्नो इमान नछोडेर पत्रकारिता गरिदिनुपर्छ, न्यायालयले आफ्नो इमान नछोडेर न्याय दिन सक्नुपर्छ, र तपाईँको कर्मचारी तन्त्रले जनतालाई सेवाको डेलिभरी दिन सक्नुपर्छ, र सुरक्षाले आफ्नो निष्ठापूर्वक सुरक्षा दिने हो भने यो देशमा राजनीतिले सबै बिगार्यो भन्ने कुरा मानिराख्नुपर्छ जस्तो लाग्दैन। यी विभिन्न पेसाहरू कहीँ न कहीँ चाहिँ चुकेका छन् र यो
बेमानी कहीँ न कहीँ छ भन्ने कुरा मलाई पनि लाग्छ होइन। र अर्को रह्यो कुरा अब कतिपय नियामक निकायहरू छन्, पत्रकारहरूका पनि सङ्घ छन्, सङ्गठन छन्, त कहीँ न कहीँ अहिले पनि एउटा आवाज उठिराखेको तपाईँले सुन्नुभयो होला। राजनीतिसँग सम्बन्धित सङ्गठनहरू, पेसागत कुनै पनि सङ्गठन जस्तो शिक्षामा होला, पत्रकारितामा होला या अन्य ठाउँमा होला, यो हुनु हुँदैन भन्ने पनि आवाज उठिरहेको छ। त्यो किन उठ्यो त भन्ने कुरा कारण बिना उठेको होइन, जो तपाईँले अघि प्रश्न गर्नुभयो। कहीँ न कहीँ गल्तीहरू भएका छन्। र अर्को कुरा र अब एउटै टोकरीमा हालेर हामी अहिले हेरिरहेका छौँ, मिडिया के हो, सोसियल मिडिया के हो होइन। त्यो कुरालाई अब कसैले एउटा कुरा फेसबुकमा लेखिदिन्छ, त्यसलाई पनि हामी मिडिया सम्झिरहेका छौँ। कसैले इन्स्टाग्राममा लेख्छ, ट्विटरमा लेख्छ या आफ्नो कुनै सोसियल प्लेटफर्ममा लेख्ने कुरालाई पनि हामीले मिडिया हो भन्ने बुझाइमा छौँ। र कतिपय अवस्थामा तपाईँलाई एकदमै इमान्दार भएर भन्नुपर्छ कि कतिपय अवस्थामा हामीलाई पनि म पत्रकार हो भन्न कहीँ न कहीँ हिचकिचाहट हुने अवस्था आउँछ। त्यो के त भन्दा सोसियल मिडियामा तपाईँलाई अर्को भनौँ, मिडिया कसरी कहीँ न कहीँ मान्छेको मिडियाप्रतिको एउटा विश्वास कमजोर भएको अवस्था कहाँ देख्छु भन्नुहुन्छ भने, मिडियामा एउटा इथिक्स हुन्छ, हाम्रो आफ्नो आचार संहिता हुन्छ। कुनै एउटा ठुलो दुर्घटना भयो या कुनै बलात्कार भयो, यी घटनाहरूलाई हामीले डाइरेक्टली फोटो हामी समाजको सामने अथवा हाम्रा पाठक या श्रोता दर्शकको सामने हामी पस्किन हुँदैन। त्यसलाई कहीँ न कहीँ तपाईँले हाइड गर्नै पर्छ। तर अहिले के छ, कुनै घरमा आगो लागिरहेको हुन्छ, हुँदाहुँदा मानवीय संवेदना यति कमजोर भयो, आफन्तजनको अन्तिम संस्कार भइरहेको हुन्छ, सेल्फी लिएर तपाईँको सामाजिक सञ्जालमा मान्छेहरूले पोस्ट गरिरहेका हुन्छन्। हो, यो अन्तिम विदाई हाम्रो फलानाको या हाम्रो आफन्तको भनेर मान्छेले भन्छ। भनेपछि मान्छे समाज एक हिसाबले असंवेदनशील हुँदै त गएको छ, अर्को हिसाबले त्यसलाई आम नागरिकले यो मिडिया हो भनेर पनि बुझिराख्नु भएको छ। तर वास्तवमा मिडिया त्यो होइन। त्यो सोसियल मिडिया र सोसियल मिडियामा चाहिँ कसरी फरक छुट्याउने हामीले? अब मिडिया भनेको मिडियाका आफ्ना केही नियमहरू छन्। मिडिया भनेर मिडियाको रूपमा बाहिर आउन अथवा चाहिँ मिडियाले समाचार पस्किनका लागि उसले केही नियमहरू, केही हाम्रा निकायहरू छन् जो चाहिँ सम्बन्धित दर्ता प्रक्रियाहरूदेखि लिएर त्यसको आफ्नो एउटा निकाय हुन्छ, त्यो एउटा संस्थागत रूपले चलेर गइरहेको हुन्छ, कानुनभित्र बाँधिएको हुन्छ। कानुनभन्दा माथि कोही पनि हुँदैन। मिडिया कुनै तेस्रो ग्रहबाट आएको त्यो अङ्ग होइन। त्यो यो समाजभित्र समाजले यो मुलुकले निर्माण गरेको कानुन नियमको परिधि मुनि नै बसेर काम गर्ने निकाय हो। अब सोसियल मिडिया भनेको एउटा इन्डिभिजुअल व्यक्तिले आफ्नो मन लागेको आफूले बनाएको सामाजिक सञ्जालहरूमा प्रयोग जुन गर्छ त्यसलाई हामी सोसियल मिडिया भनेर भन्छौँ होइन। भने यो दुईवटा चिजको एउटै डालोमा हालेर जब हामी हेर्न थाल्यौँ नि, त्यसपछि मिडिया पनि बदनाम भयो र मिडियाप्रतिको विश्वसनीयता पनि कमजोर भएर गएको पक्कै हो। मिडियाप्रतिको मान्छेहरूको विश्वास कम हुँदै गर्दाखेरि चाहिँ हजुरलाई लाग्दैन मिडिया हाउसहरू आफै थोरै जिम्मेवार छन् जस्तो? किन मिडिया हाउसहरूले पनि त पटक पटक भ्रामक समाचारहरू, आधारहीन समाचारहरू हाल्छन्। यिनीहरूले कतिपय अब नेताहरूको बारेमा, कतिपय आफूलाई मन नपरेका मान्छेहरूको बारेमा चाहिँ बायस्ड भएर समाचारहरू विगतमा आउने गरेका, जनताले महसुस गर्ने गरेका केसहरू पनि त छन् नि। त्यसलाई अब एउटा मिडियाकर्मीको भाषामा त्यसलाई पक्षकारिता भन्छु म, पत्रकारिता भन्दा पनि होइन। अब पक्षकारिताले कमजोर बनाएको छ। जुन तपाईँले भन्नुभयो कि भ्रामक समाचार किन आउँछ भन्ने कुरालाई म थोरै भनिदिन्छु। भ्रामक समाचार किन आउँछ भने तपाईँभन्दा मलाई छिटो हुनु छ, प्रथम हुनु छ, तर पुग्ने कहीँ पनि होइन। फेरि एउटा कुरा विश्वास के गर्नुहोस् भने कुनै एउटा चलेको मिडियाले कुनै समाचारलाई एकदमै चाँडो ब्रेक गर्यो या अर्को मिडियाले 2 मिनट ढिलो ब्रेक गर्दाखेरि 2 मिनट ढिलो ब्रेक गर्ने मिडियाले सत्य तथ्य कुरा उसले प्रस्तुत गर्छ भने त्यो मिडिया नै बलियो देखिन्छ। तर जसलाई चाहिँ सबैभन्दा चाँडो, अब अहिले मैले यहाँलाई अघि भने जस्तै फेरि सोसियल मिडिया जोडिन्छ। कुनै दार्चुलामा एउटा आम पब्लिक बाटोमा हिँडिरहेको मान्छेले कुनै घटना देख्छ, उसले सबै कुरा बुझ्दैन, एउटा फोटोको आधारमा उसले केही चिज लेख्छ,
पोस्ट गरिदिन्छ अनि काठमाडौँमा बसेको एउटा मिडियाकर्मीले त्यही विषयलाई हेरेर त्यसको सत्य तथ्य जाँच नगरिकन समाचार बनाइदिन्छ। जस्तो तपाईँ रिसेन्टली एउटा घटना हेर्नुहोस्, अस्ति सायद खोटाङमा हेलिकप्टर दुर्घटना भयो। अधिकांश मिडियाहरूको हेडलाइन थियो तपाईँको सब बोकेर गएको हेलिकप्टर दुर्घटनामा भनेर सबैले समाचार, राम्रो मिडियाहरूले पनि समाचार बनाउनु भयो। तर त्यहाँनिर सत्य घटना के थियो, सब चाहिँ हेलिकप्टरमा थिएन, गाडीले क्यारी गरेर सब लगिरहेको थियो। त्यसमा चाहिँ आफन्तजनहरू जानुभएको थियो, दुर्भाग्यवश दुर्घटना भयो। त्यो कुरालाई थोरै 2 मिनट धैर्य गरेर भएको के हो भनेर त्यहाँको तपाईँको प्रशासनिक निकायसँग बुझेको भएखेरि मिडियाहरू चुक थिएनन् भने त्यसको घाटा फर्स्ट त तपाईँ हुन सक्नुभयो, तर त्यसको विश्वसनीयताको घाटा कसले बेहोर्यो त मिडियाले बेहोर्नु पर्यो। भने यी कुरा हामी हतारको पत्रकारिता जब गर्छौँ, हतारकारिता गर्दाखेरि अहिले मिडियाप्रति मान्छेको विश्वासमा अलिकति कमजोरी भएको, अब यसलाई सुधार्नुपर्ने निकायहरू छन्। अब म त पत्रकारिताको अहिले पनि सिकारू विद्यार्थी हो होइन। अब धेरै पण्डितहरू हुनुहुन्छ, हामीभन्दा अग्रजहरू हुनुहुन्छ। अब यसमा चिन्ता सबै पक्षले लिनुपर्ने हो। तर मेरो आफ्नो बुझाइ के हो भने, म यदि आफूलाई पत्रकार भन्छु भने मैले लेख्ने, मैले बोल्ने या चाहिँ मैले गर्ने जुन पत्रकारिता छ त्यसमा म कम्तीमा आफू जिम्मेवार भएर गर्नुपर्छ। हरेक इन्डिभिजुअल पत्रकार साथीहरूले मैले गर्ने कुरामा चाहिँ त्रुटि नरहोस् भनेर सोचेर अगाडि जानुभयो भने करेक्सन आफैबाट पनि गर्न सकिन्छ जस्तो मलाई लाग्छ। अब हजुरको व्यावसायिकताको कुरा गर्नु पर्दाखेरि चाहिँ हजुरले मलाई थाहा भएअनुसार 1 दर्जनभन्दा धेरै मिडिया हाउसमा काम गरिसक्नु भएको छ। अनि मैले बुझेअनुसारले हजुरले लास्ट टाइम चाहिँ ग्यालेक्सी टेलिभिजनमा पनि काम गर्नुभयो। रवि लामिछानेको टिमसँग काम गरिरहेको छु भनेर एउटा भन्नुभएको थियो हजुरले एउटा भेटघाटमा। हजुरको चाहिँ के रोल थियो सर त्यसमा चाहिँ? म त्यहाँ समग्र ग्यालेक्सी टेलिभिजनमा एज अ न्युज एडिटरको रूपमा काम गरेको थिएँ। त्यो काम गर्ने क्रममा रवि सरहरूको सिधा कुरा जनतासँग, अथवा सिधा कुरा, हाम्रो त्यसमा चाहिँ सिधा कुरा थियो। सिधा कुरामा मैले कन्टेन्ट एडिटरको रूपमा काम गरेँ र उहाँ जबसम्म उहाँ हुनुहुन्थ्यो ग्यालेक्सी टेलिभिजनमा र उहाँले त्यो प्रोग्राम चलाउनुहुन्थ्यो त्यतिन्जेलसम्म मैले त्यो गरेँ। पछि चाहिँ हाम्रो युवराज कणेल भाइले सुरु गर्नुभयो, त्यसमा पनि मैले उहाँको टिममा पनि काम गरेँ। जस त्यो ग्यालेक्सी टेलिभिजनको पत्रकारिताको इतिहासमा दुर्भाग्यवश पछि एउटा दुर्घटनामा गयो संस्था नै। तर नेपाली पत्रकारितामा त्यसले एउटा नयाँ आयाम चाहिँ थप्यो। जुन पत्रकारहरूले पत्रकारिता गरेर सम्मानजनक जिन्दगी आर्थिक रूपमा सक्दैनन् कि भन्ने जुन एउटा मानक बनेको थियो, त्यो चाहिँ ग्यालेक्सी टेलिभिजनले तोड्नमा ठुलो भूमिका पनि निभायो। र अर्को कुरा, सामाजिक रूपले र जुन एउटा जनचासोका विषयहरू छन्, त्यो जनचासोको विषयलाई चाहिँ एकदमै प्रखर रूपमा चाहिँ ग्यालेक्सी टेलिभिजनले बाहिर ल्याउने काम चाहिँ गरेकै हो। त्यो कुरा चाहिँ बिर्सिनु हुँदैन, किनभने म पनि त्यसको एउटा मेम्बरको रूपले, एउटा त्यो संस्थाको मेम्बरको रूपमा मैले पनि करिब स्टार्टिङभन्दा सुरु, त्योभन्दा अझै पहिलादेखि झन्डै 2-2.5 वर्षको मेरो अनुभव। अब हजुरले रवि लामिछानेको टिमसँग काम गर्नुभएको छ त्यति लामो समयसम्म। त्यस पछाडि अब रवि लामिछानेले नै जन्माउनु भएको पार्टीले अहिले यति धेरै भोट ल्यायो, लगभग 2/3 नै बहुमत ल्याउने अवस्था छ। त्यो ग्यालेक्सी टेलिभिजनमा जोडिएका चाहिँ अब कतिजना जति तपाईँ चिन्नु पनि हुन्छ होला, सांसद कतिजना थुप्रैजना चाहिँ सांसद भएर आइरहनु भएको छ। अब यो परिवेशमा चाहिँ तपाईँलाई चाहिँ अब राजनीतिमा आउनुहोस्, हाम्रो टिममा आउनुहोस् भन्ने कहिले खालको तपाईँलाई अफर आएन, डाइरेक्टली इन्डाइरेक्टली? होइन, त्यो अफर भनेर त्यसरी होइन। सुरुमा केही साथीभाइहरू जानुभयो होइन, अनि रमाइलोको लागि अथवा एउटा साथीभाइको यो चिया गफमा चाहिँ त्यस्तो कुराहरू पनि गर्नुभयो। तर मलाई कहिल्यै पनि तपाईँ आउनुपर्छ भनेर त्यसरी जस्तो पर्सनल्ली जस्तो रवि सरबाट या अरू उहाँहरू जस्तो दिपकजी मेरो एकदम प्रिय मित्र हुनुहुन्छ, प्रमोद नेउपाने एकदमै
मेरो प्रिय मित्र, हामी एकअर्कालाई सम्मानजनक व्यवहार छ। जस्तो प्रकाश पाठक सांसद भएर आउनुभयो होइन, क्रान्ति शिखा बहिनी आउनुभयो, हाम्रो धेरैजना 6-7 जना आउनु भएको छ, प्रतिभा रावल बहिनी आउनु भएको छ, जस्तो रमेश परसाईजी आउनु भएको छ। अनि उहाँहरू राजनीतिमा पछिबाट जोडिनु भयो। सुरुमा चाहिँ प्रकाशजी जानुभयो राजनीतिमा र दीपकजी जानुभयो। जस्तो अब उहाँहरूले मलाई त्यसरी भन्नुभयो भने चिया गफमा चाहिँ जिस्क्याउने तरिकाले चाहिँ भन्नुहुन्थ्यो। अब रुचिको कुरा पनि हुन्छ म्याडम होइन। रुचि के भने अब मैले पत्रकारिता नै मेरो रुचिको विषय अथवा लेखनलाई मैले जानी नजानी भनौँ न, लेखनमा मेरो अलिकति लेखन नै एक खालको नसा जस्तो भयो। र मलाई के लाग्छ भने मैले सानोतिनो अथवा एकजना मात्रै व्यक्तिको पनि मैले पत्रकारिताबाट राम्रो गर्न सकेँ भने, म एकजनाको मात्रै गर्न सकेँ भने ठिकै छ नि त यो भन्ने मेरो स्वभाव, आत्मसम्मान अथवा मेरो स्वभाव। र उहाँहरूलाई राजनीतिबाट गर्न सकिन्छ भन्ने लाग्यो मलाई। त्यसमा कुनै टिप्पणी छैन, एकदमै मेरो सम्मान र उहाँहरूप्रति एकदम सद्भाव र एकदमै प्रेम छ होइन। साथीभाइ हुनुहुन्छ, अब त्यसमा मेरो कुनै गुनासो पनि छैन, म ह्याप्पी नै छु उहाँहरू। हिजो अस्ति एउटा क्लिप मैले देखेको थिएँ क्या फेसबुकमा, एकजना कलाकारले चाहिँ मभन्दा कति कमजोर मान्छेहरू सांसद भएर गए, म चाहिँ छुटेँ भनेर एउटा इन्टरभ्यूमा भनिरहेको थियो नि त। अनि लाइक कतिपय मान्छेहरूले त यो सांसद हुने, सभासद हुने कुराहरूलाई त अवसर पनि मान्दा रहेछन्। अनि लाइक हजुरलाई पनि त्यस्तो खालको कतै सोच आएन भन्ने मात्र कुरा हो। नै, मलाई यस्तो छ र सबैजनाले राजनीति गर्यो भने अरू पेसा गर्ने मान्छे पनि चाहिन्छ होला होइन। यसलाई रमाइलो रूपमा लिनुहोस्। अर्को कुरा, मैले तपाईँले भन्नुभयो कुन कलाकारले भन्नुभयो के, मलाई उहाँप्रति कुनै टिप्पणी गर्नु पनि छैन। कुरो के भने अब जस्तो भर्खरै त उहाँहरू जितेर आउनु भएको छ होइन। अहिले नै टिका गर्ने, टिप्पणी गर्ने कुरा भनेको हतार पनि हुनसक्छ। पहिला उहाँहरूको पर्फर्मेन्स हेरौँ, उहाँहरूको कार्यशैली हेरौँ। उहाँहरू सबै यङ हुनुहुन्छ, हामीभन्दा अझ नयाँ प्रविधि, नयाँ युग र नयाँ समयलाई बुझेको मान्छेहरू आउनु भएको छ भने उहाँहरूलाई अहिले नै हामीले मभन्दा नजानेको के कुरामा भन्दा नजानेको भन्ने होला। म पत्रकारिता गर्छु, मेरो पत्रकारिता मैले जाने अथवा मैले गरे जति बिताएको समय जति समय नबिताएको भन्न मिल्ला। तर उहाँले समाज परिवर्तनका लागि गरेको कोसिस या त्यसका लागि सोचेको सोच र बनाएको योजनाहरूमा त उहाँ त अब्बल पनि हुन सक्नुहुन्छ नि। तर त्यसलाई त समय लाग्ला नि त, समय लाग्ला। भर्खर जितेर आउनु भएको छ। मलाई लाग्छ उहाँहरूले जितेर आउने साथीभाइहरूले अहिलेसम्म प्रमाणपत्र पनि आधिकारिक रूपमा पाइसक्नु भएको समय छैन भने अहिले नै टिका टिप्पणी गर्नु भनेको त अलि हतार हुन्न र? आफै अलिकति अलि हतार नै हुन्छ नि त। भनेपछि अर्को यो यसैसँग जोडेर दिने विषय, म मेरो पेसामा छु भने मैले मेरो पेसाबाट पनि त राम्रो गर्न सक्छु नि। एउटा कर्मचारी भएर जनतालाई दिने सेवा र सुविधालाई छिटो छरितो र इमान्दारपूर्वक हो, तपाईँको शुद्ध आत्माले शुद्ध मनले त्यो दियो भने त उसले सेवा त त्यहीँ बसेर गर्न सक्नुभयो नि त। देशको सेवा या जनताको सेवा या समाजको सेवा गर्नको लागि सबैजना सांसदै बन्नुपर्ने या मन्त्री नै बन्नुपर्ने हुन्छ र? हुँदैन होला नि त। एउटा व्यापारीले पनि मिसावट नगरिकन, मूल्य नबढाइकन, ठगी नगरिकन बजारलाई चाहिँ आउने उपभोक्ताहरूलाई राम्रो सेवा दिनुभयो भने त त्यो पनि त सेवा नै हो नि। त्यो पनि योगदान हो, योगदान हो, देशप्रतिको योगदान हो, उहाँले आफ्नो क्षेत्रबाट गरेको योगदान हो। हरेक एक व्यक्तिले योगदान त आफ्नो तरिकाले गर्न सक्छ नि त। यो अब ग्यालेक्सी टेलिभिजनको कुरा चाहिँ किन मैले चाहिँ हाइलाइट गरेको छु भने सर होइन, यसलाई चाहिँ हजुरले भन्न मिल्छ भने भन्नु होला, भन्न मिल्दैन भने चाहिँ अब नभन्न पनि पाइहाल्नुभयो। लाइक अब ग्यालेक्सी टेलिभिजनबाट अब रवि लामिछानेजीकै लिडरसिपमा त्यो खुलेको थियो नि त। अब त्यसमा लगानी, इन्भेस्टमेन्ट जसको जे भए पनि उहाँको कारणले गर्दा चर्चामा थियो। अब अहिले उहाँहरूको पार्टी चाहिँ सरकार चलाउन गइरहेछ। जनताहरूका धेरै आशा पनि छन्, नेपालीहरूका अपेक्षा पनि छन्, शुभकामना पनि छन्। अब त्यो भन्दै गर्दाखेरि त्यो समयमा चाहिँ एउटा के हल्ला थियो भने, मैले त हल्ला नै भन्छु, कतिपय पत्रकारहरूले चाहिँ लास्ट मोमेन्टमा
हामीले पारिश्रमिक पाएको छैनौँ, पारिश्रमिक नै नपाइकन हामीले काम छोडेको छौँ भनेर त्यहीँ गुड्डेमा एकजना ग्यालेक्सी टेलिभिजनमा काम गर्ने पत्रकारले कुरामा मैले 8 महिनाको स्यालेरी नपाइकन छोडे हो नि म्याम भनेर भन्नुभएको थियो क्या कुरामा। अब यस्तो माहौलमा चाहिँ यो नयाँ सरकार आएपछि अथवा भोलि भविष्यमा त्यहाँको कर्मचारीहरूले त्यो हाम्रो पाउन बाँकी पारिश्रमिक पाइन्छ होला भन्ने आशमा बस्नुभएको छ होला कि हजुरको व्यक्तिगत रूपमा चाहिँ त्यस्तो खालको लेनदेन बाँकी छ कि होइन? डेफिनेटली छ त्यसमा चाहिँ केही पनि यो कुनै यसमा चाहिँ मैले भने नि त पत्रकारिता अर्को के हो भने सत्य पनि हो होइन। यसमा लुकाउनु पर्ने छिपाउनु पर्ने कुनै कुरै छैन। 60-70 जना साथीहरूले हामीले पारिश्रमिक पाएनौँ भनेर श्रम अदालतमा मुद्दा हालेर सायद त्यो मुद्दा उहाँहरूको पक्षमा म अपडेट छैन, माफ गर्नुहोला, उहाँहरूको पक्षमा मलाई लाग्छ त्यो मुद्दा फैसला पनि भइसकेको अवस्था छ होइन। र अब जब श्रम अदालतले पत्रकार साथीहरूको पक्षमा त्यो मुद्दालाई पाउने अधिकार हो भनिसकेको अवस्थामा उहाँहरूले पारिश्रमिक डेफिनेटली पाउनुहुन्छ, पाउनुपर्छ र पाउनु पनि हुन्छ होला। तर अब पाउने कसरी भन्दा जो त्यसको लगानीकर्ताको रूपमा हुनुहुन्थ्यो जीवी राई, अब उहाँ आफै अहिले सम्पर्कमा हुनुहुन्न। अघिल्लो सरकारदेखि अहिलेसम्म उहाँ कहाँ हुनुहुन्छ भन्ने कुरा त्यो एउटा रहस्यमा राखियो या उहाँलाई खोज्न सरकारले सकेन भनौँ। भन्दाखेरि उहाँसँग सरकार अब बन्ने सरकारले डिल गर्ला, उहाँलाई खोज्ला अथवा के गर्ला, तर जो सञ्चालकको कुनै न कुनै प्रोपर्टी त हुनसक्छ। तपाईँलाई चाहिँ के लाग्छ, एउटा राज्यले चाह्यो भने एउटा व्यक्तिलाई खोज्न नसक्ने हुन्छ र आजको 21औं शताब्दीमा आजको युगमा आज जसरी एउटा ग्लोबल भिलेज बनेको छ होइन, लाइक इन्टरपोलहरू छ, दुई देशीय सम्बन्धहरू हुन्छ, कूटनीति हुन्छ होला, होइन खोज्न सक्छ, डेफिनेटली सक्छ। र धेरै मुद्दाहरूमा धेरै मान्छेहरू इन्टरपोल मार्फत ल्याइएका पनि छन् होइन, मलाई पनि चाहँदाखेरि ल्याइएका छन् होइन। हिजोको दिनमा अब सरकारले चाहेन या चाहेर नसकेको हिजोकै सरकारको गर्वमा होला होइन। अबको सरकारले अस्ति म सुन्दै थिएँ कता मिडियाकै साथीहरूले ग्यालेक्सीको पारिश्रमिक के हुन्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रश्न उहाँ पूर्व त्यहाँको डाइरेक्टर भएको नाताले सायद गर्नुभएको थियो र त्यो उहाँको जवाब छोटो थियो तर पनि उहाँले त्यो न्याय हुन्छ भनेर भन्नुभएको छ होइन। भनेपछि अब बन्ने सरकारले यो कुरालाई पक्कै पनि सकारात्मक रूपमा अगाडि बढाउँछ होला भन्ने मेरो पनि अपेक्षा हो, विश्वास हो। म पनि त्यहाँको पूर्व कर्मचारी हो होइन। तपाईँलाई नढाँटी भन्दा मेरो पनि 3.5-4 महिनाको तलब मैले पनि लिएको छैन व्यक्तिगत रूपमा पनि होइन। भवितव्यले म त्यति बेला त्यो ग्यालेक्सी बन्द हुनुभन्दा केही समय अगाडि म अलिक बाहिर पनि भएँ भनौँ न, मुलुकमै थिएन र मैले त्यो मुद्दामा म समेटिएन। र यद्यपि मेरो उहाँ साथीहरूसँग हरेक विषयमा जसले पारिश्रमिक पाउनु भएको छैन उहाँहरूको हरेक सवालमा म चाहिँ सँगसँगमै छु। त्यो पारिश्रमिक पाउनुपर्छ भन्नेमा छु म। अब अलिकति बढी आशा बढ्या होला नि त, किनभने जो सञ्चालक हुनुहुन्थ्यो जसको डिजाइनमा त्यो टेलिभिजन बनाएको थियो उहाँ नै अब उहाँहरूकै नेतृत्वमा सरकार बन्दैछ, नेतृत्व नै भन्नु पऱ्यो नि, किनभने उहाँहरूको पार्टी सभापति उहाँ भनेपछि उहाँहरूले त पहल गर्नु भएन भने त अब पहिलो घाँसमै ढुङ्गा भने जस्तो हुने भयो नि त। होइन त्यो अब यस्तो छ, त्यो एउटा सानो संस्थाको कुरा हो तर हेर्ने ऐना सानो नै हुन्छ। तर अब त्यो कुरामा उहाँले नै अस्ति कुनै साथीलाई भनिसक्नु भएको जवाब सकारात्मक यो न्याय हुन्छ भन्नुभएको छ, त्यसलाई त्यसरी नै लिउँ। समयको केही मार्जिन दिनुपर्छ हरेक कुरामा। तर उहाँहरू अब देशको धेरै ठुलो सपना बोकेर देशलाई धेरै माथिल्लो स्थितिमा लग्नुपर्छ, जुन अहिले धेरै कुराहरू निराशामा छ जनतामा, त्यो कुराहरू हामी गर्छौँ भनेर उहाँहरू आउनु भएको छ र उहाँको पछि ठुलो आँट गरेर भने उहाँले बनाउनु पर्ने धेरै ठुलो चिज छ, देशै बनाउनु पर्ने चिज छ। ती साना कुराहरूलाई त हामीले किन अहिले शङ्का गरेर हेरिहाल्नु र। त्यो पनि हो। अब लाइक राजनीतिको बारेमा छोटकरीमा कुरा गर्नु पर्दाखेरि चाहिँ हजुर पनि काठमाडौँबाट मतदान गर्नकै लागि जानुभयो है? जानुभयो कि भएन? म गएँ। जानुभयो। तपाईँले सोच्नु भएको थियो यो लेभलको यसरी मान्छेहरूले पुराना पार्टीहरूलाई यसरी झापड हानेर
यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई यति धेरै भोट देलान् भनेर कल्पना गर्नुभएको थियो तपाईँले? बहुमत आउँछ भन्ने मलाई थाहा थियो, त्यति चाहिँ मलाई कल्पना थियो। किनभने तर यो 2/3 पुग्छ पुग्दैन भन्ने कुरा चाहिँ म कन्फर्म थिएन होइन, किनभने आफूलाई लागेको कुरा भन्ने न हो। तर बहुमत आउँछ भन्नेमा चाहिँ म ढुक्क थिएँ। किनभने जेनजी आन्दोलन त एउटा त्यो उत्कर्ष थियो। त्योभन्दा पहिला पनि तपाईँले हेर्नुहुन्छ भने दल कहिले खराब हुँदैन, तर पात्रहरूको क्रियाकलाप, पात्रहरूको कार्यशैलीहरूप्रति जनतामा एकदमै ठुलो निराशा थियो। हो, त्यो निराशा पोख्ने ठाउँ जनताले खोजिरहेथे र त्यो पोख्ने ठाउँ खोजिराख्दाखेरि विकल्पको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी पाए र त्यसपछि गएर काठमाडौँ महानगरमा गरेको कामका र यहाँको जुन कम्तीमा पनि ट्राफिक कति गाह्रो थियो, ट्राफिक सहज भयो, फोहोरको समस्या थियो, फोहोर व्यवस्थापन सहज भयो, अनि सबैभन्दा तपाईँको हाइजिन सरसफाइमा र पुरातत्वका पुराना तपाईँका धेरै कुराहरू छन्। उहाँले चाहिँ बालन शाहले चाहिँ कानुनमा भएका कुराहरूलाई लागू गर्न कोसिस गर्नु, रोडमा पार्किङ गर्न पाउँदैनस् भन्नुभयो, स्ट्रिक्टली भन्नुभयो नि त, जबकि कानुनमा छैन नि त त्यो होइन। रोडमा मोटरसाइकलको पार्किङ पनि गर्न पाइन्छ कहिलेकाहीँ भनेर छैन। हो, यी कुराहरूले गर्दाखेरि उहाँ पनि जब आएर यो पार्टीमा उहाँ पनि आउनुभयो र त्यसपछिको एउटा मान्छेमा तपाईँले पनि ती कुराहरू बुझ्नुभयो, मान्छेहरूसँग अन्तर्क्रिया गर्नुभयो र हामीले पनि त्यही हो, यही समाजको मनोविज्ञान बुझ्ने हो। यो सबै कुरा हेर्दाखेरि प्रत्येक तपाईँको चोकमा, गल्लीमा, चिया पसलमा, घरमा, घरको भित्र, कोठा कोठामा पनि तपाईँको मान्छेमा एउटा विश्वास होला कि या विश्वास हो या वितृष्णाको विकल्प खोजिरहेको थियो। जुन वितृष्णा थियो त्यो वितृष्णा कहाँ दिने त भन्दाखेरि त्यो हिसाबले हेर्दाखेरि सबैभन्दा ठुलो पार्टी बन्छ भन्नेमा चाहिँ मलाई चाहिँ लागिरहेको थियो त्यति बेला नै। अब यो सरकार गठन हुने प्रक्रियामा छ होइन सर, अब सरकार गठन पनि भइसकेको छैन। अब उहाँ सरकारले आफ्नो एउटा कार्यसूची लिएर आउला, राम्रो गर्ला, तर एउटा यति लामो समयसम्म पत्रकारिता गरेको, त्यसमा पनि समाचारको बिट, हजुरको समाचार होइन, समाचार सम्प्रेषणको क्षेत्रमा काम गरेको अनुभवले चाहिँ यदि उहाँहरूले जति पनि पुराना आजभन्दा विगतका फाइलहरू, हरेक फाइलहरू खोल्ने अनि भ्रष्टाचारीहरूलाई कारबाही गर्ने, जेल राख्ने, पुराना नेताहरूलाई चाहिँ 1 by 1 जेल हाल्ने कुरा कतिको सजिलो छ र त्यो गर्न हुन्छ कि हुँदैन, व्यक्तिगत विचार के हामी यो त पर्सनल नै ओपिनियन नै सेयर गरिरहेको हो अहिले होइन। यसमा मेरो एकदमै व्यक्तिगत मेरो धारणा के हो भन्नुहुन्छ भने, तिमीलाई देखाइदिन्छु भन्ने हिसाबले त कसैसँग काम गर्नु हुँदैन, अथवा इबी साध्ने भन्छ नि, त्यो हिसाबले काम गरियो भने आफै खाल्डुमा पर्ने कुरा हो। तर तपाईँको विधि विधान, नियम कानुन मिचेर अथवा देशलाई दुर्दशातिर लग्ने गरी नियत खराब राखेर गरिएका काम छन् भने, मेरो पिताजी हुनुहुन्छ भने पनि उहाँलाई पनि कारबाही हुनुपर्छ। हो, त्यसमा पुराना नयाँ यो त्यो कुनै पनि रङ हो, आकार प्रकार हेरेर चाहिँ छुट पनि पाउनु हुँदैन एउटा कुरा, अर्को कुरा छुट पाउनु पनि हुँदैन, अर्को कुरा पुरानो भन्दैमा सबै खराब थिए भन्ने कुरामा पनि म सहमत छैन। त्यो भएर के हो भने तपाईँको गरेको उसको कर्मको आधारमा मूल्याङ्कन हुनुपर्छ। ढिलो चाँडो बिस्तारै ती कुराहरू गरिनुपर्छ। हामीले भ्रष्टाचार न्यूनीकरण भएको, रहित त नभनिहालौँ, रहित भयो त एकदमै सुनमा सुगन्ध होइन, भ्रष्टाचार न्यूनीकरण भएको नेपाल हामीले चाहेका हौँ भने त्यस्ता तमाम कुराहरू छन् होइन। हिजोको दिनमा पनि हिजोका सरकारहरूले पनि गरिराख्नु भएको हो, तर जनताको अपेक्षा कस्तो छ भने एकदमै हाई लेभलको छ कि एकैपटक सबै भइदियोस् भन्ने। एकैपटक सबै हुन सम्भव हुँदैन, तर साँच्चै गल्ती भएको ठाउँमा साँच्चै गल्ती गर्नेलाई सजाय हुनुपर्छ, एउटा कुरा। अर्को कुरा, नेपाली जनताले त्यो एउटा पाटो भयो, नेपाली जनताले चाहेको
अर्कै नेपाल हो होइन, अर्कै नेपाल हो। त्यो नेपाल कस्तो नेपाल नेपाली जनताले अहिले खोजिराखेको हो भने सिङ्गापुर पनि खोजेको होइन होइन, एकैपटक यसलाई क्यानाडा बनाइदिनुहोस् या अस्ट्रेलिया बनाइदिनुहोस्, अमेरिका जस्तो बनाइदिनुहोस् पनि भनेको होइन हो। जम्मा जम्मी नेपालमा नेपाली बसेर नेपालमै केही गरेर खान सक्ने नेपाल बनाउनुपर्छ। त्यो चाहिँ त यो सरकारको सबैभन्दा ठुलो अभिभारा हो जस्तो मलाई लाग्छ। अब अहिले मिडियामा सोसल मिडियामा आएको समाचारहरूलाई विश्वास यदि गर्ने हो भने होइन, त्यसमा आधिकारिकता त केही पनि छैन। यो अहिलेको नयाँ सरकारले चाहिँ यो राजनीतिक सङ्गठन, राजनीतिक दलका भातृ सङ्गठनहरू चाहिँ स्कुल, क्याम्पस अनि सरकारी निकायहरूबाट चाहिँ हामीले हटाउँछौँ भन्ने खालको समाचारहरू आइरहेका छन्। तर मेबी त्यो ट्रु पनि हुनसक्छ, किनभने आधिकारिक रूपमा त उनीहरूले भने त छैनन् नि, कुनै पेज मार्फत त भनेको छैनन्। तर यदि त्यस्तो भयो भने कुनै त्रिचन्द्र क्याम्पसबाट नेविसङ, अखिल भन्ने ती दुनियाँ थरीका राजनीतिक दलका साना साना बोर्ड टाँसेर बसेका ती बसेका उनीहरूको त्यो सबै हटाइदियो भने यिनीहरूले विरोध गर्ने सम्भावना हजुरले कति देख्नुहुन्छ? त्यो विरोध गर्ने सम्भावना अथवा त्यो च्यालेन्जेसहरू यसमा दुईवटा तरिकाले हेरौँ। दुईवटा तरिकाले कसरी हेरौँ भने राजनीति दल र राजनीति दलसँग निकटता राख्ने होइन विद्यार्थी सङ्गठनहरू हुनसक्छ अथवा युवाहरूको सङ्गठन हुनसक्छ। त्यसमा म अन्यथा पनि लिँदैन। किन लिँदैन भने यो लोकतान्त्रिक मुलुक हो, यहाँ लोकतन्त्र छ, पार्टी तन्त्र छ, पार्टीहरू छन् र जहाँ तपाईँको तिनीहरू भनेका जस्तो विद्यार्थी सङ्गठन या युवा सङ्गठनहरू भनेका तपाईँको ती नर्सरीहरू हुन् जसले भोलिको देशको नेतृत्व गर्ने नेता जन्माउँछ हो। त्यो चिज हुन पाउनुपर्छ र भइराख्दा पनि त्यसले धेरै ठुलो हानि गर्दैन। त्यसले चेक एन्ड ब्यालेन्स कहिलेकाहीँ सरकारले या कुनै अरूले भनौँ न आफ्नो मोनोपोली गर्ने अवस्थामा उहाँहरूले विरोध गर्नु होला र त्यो विरोधको पनि एउटा आवाज हो होइन, त्यो आवाज उठाउनु होला। तर यहाँनिर तपाईँले भने जस्तो मैले पनि सोसियल मिडियाहरूमै देखिराखेको कुरा हो कि पेसागत सङ्गठन, पेसागत जस्तो कर्मचारीहरूको सङ्गठन छ, कर्मचारीको सङ्गठनभित्र पार्टीगत विचार बोक्नेहरूको सङ्गठन छ, शिक्षकभित्र विचार बोक्नेहरूको सङ्गठन छ, इभन पत्रकारितामा पनि छ भने यो चिजले कसलाई फाइदा गरिरहेको छ त? तपाईँ एउटा कर्मचारी, एउटा शिक्षक कुनै सङ्गठनमा तपाईँ नेतृत्वमा हुनुहुन्छ, तपाईँ त्यो सङ्गठनको नेता हो भने यहाँ केसम्म देखिन्छ भने उहाँले केही नगर्दा पनि राज्यको सेवा सुविधा अथवा चाहिँ उहाँले पाउने सुविधा पाइराख्नु भएको छ हो। त्यसले चाहिँ तपाईँको दबाब, कर्मचारी तन्त्रमा दबाब सिर्जना गर्छ हो। त्यति मात्र होइन नि सर, यहाँ टियुमा एउटा भिसी नियुक्ति गर्दाखेरि को कति सक्षम छ भनेर होइन कि कुन हाम्रो पार्टीको हो कि होइन भनेर नियुक्ति गरिन्छ, त्यसले कुन लेभलको डेलिभरी दिन्छ त? यस्ता कुराहरू पनि त आउँछन् होला। यही कुरा मान्छे अहिलेको नेपाली समाजले यो जसरी यो भोट दिएको छ नि, यही कुरा परिवर्तन चाहेको छ। अर्को कुरा तपाईँलाई भनौँ, तपाईँले अघि नै भनेको कुरा म जोड्छु। मैले जुन देश नेपाललाई मान्छेले सिङ्गापुर चाहेका छैन, चाहेका के छन् त? सिम्पल तपाईँलाई भनौँ न, नेपालीले चाहेको नेपाल कस्तो हो भने एउटा नेपाली नेपालमै बसेर केही गरेर खान सकोस्। अब म यहाँनिर तपाईँकै यो पोडकास्ट मार्फत अब यो देशको नेतृत्व गर्न गइराख्नुभएका साथीहरूलाई मेरो सुझाव नै भनौँ या चाहिँ त नमागेको सल्लाह, आशा भनौँ न, हामी त जनता त हो नि, हाम्रो आशाहरू। मैले कस्तो नेपाल खोजेको या तपाईँले खोजेको, यो नेपालीले खोजेको नेपाल कस्तो हो भने तपाईँ काठमाडौँमा या सदरमुकाममा या कुनै बजारमा बसेर एउटा पेसा गर्दै हुनुहुन्छ, तपाईँको गाउँमा 2 बिघा जग्गा बाँझो बसिरहेछ, तपाईँले गएर खेतीबाडी गर भन्यो भने तपाईँ जानुहुन्न नि, सक्नुहुन्न। किनकि तपाईँको यहाँको व्यवहार छोडेर तपाईँ त्यहाँ जान सक्नुहुन्न। तर त्यो जान सक्ने गरीको वातावरण गाउँमा पनि त युवा छ, गाउँमा पनि त अहिले पनि युवा युवतीहरू बसेका छन्, कतिपय परिवार छन्, मान्छे छन्, उनीहरू अवसर खोजिरहेका छन्। हरेक दिन काठमाडौँको युवा अमेरिका जाने प्लान बनाउँछ भने त्यहाँको युवा मलेसिया जाने प्लान बनाइरहेको छ हो हैन? प्लान फरक होला, तर त्यो बनाइरहेको छ। त्यो युवालाई
जो गाउँमा छ गाउँका युवालाई गरी खाने वातावरण बनाइदिन अबको जिम्मेवारी हो। बाँझो खेतलाई उब्जनी हुने खेत बनाइदिनु पर्ने र त्यो बनाउनका लागि चाहिने आवश्यक कुराहरू साना कुराहरू हो। समयमा बिउ चाहिएला, सिँचाइको व्यवस्था चाहिएला हो, त्यसपछि गएर तपाईँको मलखाद चाहिएला र उब्जनी भएको उत्पादनलाई बजार चाहिएला। यति कुरा ग्यारेन्टी गर्ने बित्तिकै एउटा मलेसियामा गएर महिनामा 30,000 40,000 कमाएर वर्षभरिको हिसाब पठाउँदाखेरि पनि 3-4 लाख पठाउने एउटा युवा आफ्नो गाउँमा छुटेको साथीको वर्षको 7 लाख 8 लाखसम्मको इन्कम हुने अवस्था देख्यो भने त त्यो युवा आफै फर्केर आउँछ नि त। हो, आज खोजेको नेपाल त्यो हो। अर्को, शिक्षाको नाममा अरबौँ रुपियाँ यहाँ हामी विदेश पठाइरहेका छौँ। अहिले हाम्रा भाइ भतिजा छोराछोरीहरू अहिले विदेश पढ्न जान्छन्। जब हामी शिक्षाको नाममा अरबौँ रुपियाँ विदेश पठाउँछौँ हाम्रा बालबालिकासँगै भने अब नेपालका युनिभर्सिटीहरूमा विदेशका प्रोफेसरहरूलाई ल्याएर उहाँहरूलाई हायर गरेर त्यो लेभलको शिक्षा नेपालकै युनिभर्सिटीहरूमा दिन सक्यो भने हाम्रो अरबौँ रुपियाँ जान्छ कि हामीले करोडौँ खर्च गरेर ल्याएको प्रोफेसरहरूलाई यहाँ ल्याउँदा हामी मुनाफामा हुन्छौँ। हाम्रा छोराछोरी नेपालमै बस्छन्, नेपालमै पढ्छन्, तपाईँकै घर आँगन नजिकमा पढ्न पाउँछ। हाम्रै नेपाली होइन हो नि सर, हाम्रै नेपालीहरू अमेरिका, अस्ट्रेलिया, क्यानाडा, बेलायत हरेक देशमा गएर एक्सपर्टिज हासिल गरेर फर्किन चाहन्छन्। खालि अवसर मात्रै चाहियो र कानुनी बाधा अडचन मात्रै व्यवस्था गरिदियो सरकारले भने पनि यहाँ धेरै परिवर्तन हुनेवाला छ। ती हाम्रै जनतालाई फर्काएर ल्याउन सक्यो, विज्ञता हासिल गरेकालाई फर्काएर ल्याउन सक्यो भने पनि त्यसका लागि अवसर बनाउनु पर्यो, त्यसका लागि अवसरका ढोकाहरू खोल्नु पर्यो। हो, आजको भोलि खोलिँदैन हेर्नुहोस्। तर त्यो मर्निङ सोज द डे भन्छन् नि, बिहानले दिउँसोको सङ्केत गर्छ भने जस्तो ती वातावरणहरू बनाइयो भने आज मानिलिनुहोस् वर्षमा 5 लाख विद्यार्थी हाम्रो बाहिर पढ्न जान्छ। तपाईँले नेपालका युनिभर्सिटीमा त्यो लेभलको पढाउने प्रोफेसरहरूलाई हायर गरेर यहाँ हुनसक्छ त्यसमा पनि बाहिरको प्रोफेसर किन ल्याउने, हाम्रो अवमूल्यन भयो, हामी नै सक्षम छौँ भन्ने आवाज पनि उठ्ला। सक्षम छौँ भन्ने आवाज उठिराख्दाखेरि उहाँहरूले किन त्यो विद्यार्थीलाई चाहिँ ट्रस्ट दिन सक्नु भएन त? नेपालमै पढे पनि म त्यो लेभलको शिक्षा पाऊँ। हो, बाहिरको युनिभर्सिटीको प्रोफेसरहरू यहाँ ल्याएर हामी शिक्षा दिन सुरु गऱ्यौँ भने 5 लाख जाने विद्यार्थीमा 1 लाख या 50,000 रोकिएछ भने पनि त्यो त सकारात्मक बाटो हो नि त। अबको 4 वर्षपछि सुरुवात भयो। अबको 4 वर्षपछि त कम जाला नि त। र अर्को विदेश अमेरिका, अस्ट्रेलिया, युके हामी भन्छौँ, त्यहाँको तपाईँले दिनभरि काम गरेर साँझ तपाईँले पाउने 8 घन्टाको जुन डलर पाउनुहुन्छ त्यसको नेपालीमा कन्भर्ट गर्दा मात्र ठुलो अमाउन्ट हो। तर त्यो अमाउन्टलाई तपाईँले त्यहीँको खर्च, त्यहीँको डलरले तपाईँ कफी खानुहुन्छ, डलरले तपाईँ भाडा तिर्नुहुन्छ, डलरमै तपाईँ भात खानुहुन्छ, हो, डलरमै तपाईँ ट्राभल गर्नुहुन्छ र त्यसपछि बचेको पैसा तपाईँले कन्भर्ट गर्नुहुन्छ भने न आफ्नो हुन्छ, न आफन्त हुन्छ, न तपाईँ बिमारी पर्दा पानी दिने कोही तपाईँसँग हुन्छ। त्यो कति सकस र कति पीडाको क्षण हुन्छ त्यो विदेशमा बसेको मान्छेले थाहा हुन्छ। भने त्यति गरेर कमाएको हामी डलर ठुलो देख्छौँ नि। हरेक नेपाली, आज प्रत्येक नेपालीलाई भन्नुहोस्, सोध्नुहोस् तपाईँ कति कमाउनुहुन्छ नेपालमा बसेर। यदि कुनै नेपालीले महिनामा 30,000 कमाउँछ भने त्यो नेपालीले महिनामा यो देशलाई, राज्यलाई 10,000 दिन तयार छ। हो, त्यो भनेको 30% हो। विदेशमा पनि तपाईँले कमाउनु भयो भने तपाईँको कमाइको स्तर हेरेर 13%, 17%, 22%, 30%, 50%सम्म ट्याक्स लिन्छ राज्यले। किन लिन्छ? त्यो ट्याक्स बापत तपाईँ बिमारी हुनुभयो उपचार दिन्छ, तपाईँको बालबच्चालाई पढाइदिन्छ, हो, फ्रीमा सबै चिज व्यवस्था गरिदिन्छ। भने यहाँको नेपाली 30,000 कमाउने नेपालीलाई तपाईँ सोध्नुहोस्, तपाईँ राज्यलाई 30,000मा कमाएकोमा तपाईँ 20-30-25% दिन तयार हुनुहुन्छ? म तयार छु भन्छ। ल, म अरूको धेरैको म ग्यारेन्टी लिन, मैले यदि महिनामा 50,000 कमाउँछु भने म यो राज्यलाई 40% म दिन तयार छु। तर दुईवटा कुरा गरिदियोस्, दुईवटा मात्रै कुरा के गरिदियोस्, मेरो बालबच्चा, मेरो केटाकेटीको पढाइलाई फ्री गरिदियोस्
र समान हुनु पर्यो। गुणस्तरीय शिक्षा हुनु गुणस्तरीय पर्यो, शिक्षा फ्री गुणस्तरीय गरिदियोस्। हुनु पर्यो। र अर्को कुरा, मेरो परिवारमा एटलिस्ट मेरो बुवा आमा, मेरो जहान परिवार र मेरो 2टा बच्चालाई बिमारी हुँदा फ्री गरिदियोस्। मेरो कमाइको 40% लिन्छु भन्छ भने राज्य, म हाँसी हाँसी दिन तयार छु। 40% 40% दिन तयार छु। मेरो हरेक महिनाको कमाइबाट 40% दिन तयार छु, तर शिक्षा र स्वास्थ्य फ्री गरिदियोस्। हो, किन तपाईँले भात खान चाहिने चामल कति हो? 3 मुठी चामल र 1 मुठी दाल भए पुग्दैन मान्छेलाई। अनि 50,000 मा तपाईँले 40% दिँदा पनि तपाईँसँग त एटलिस्ट 35,000 30,000 बाँकी हुन्छ। त्योभन्दा कति भात खानुहुन्छ? अनि जुन चिजको तपाईँलाई तनाव छ, मेरो बालबच्चा भोलि कसरी पढाउने, बिमारी हुँदा कसरी उपचार गर्ने, हेर्नुहोस् मान्छेले पैसाको जोहो किन गरिरहेको छ? पैसा मान्छे किन बेमानी भएर बाटो अपनाएर पनि किन कमाउनु खोजिरहेको छ? अघि सुरुमा भन्नुभयो यहाँ बेमानी भयो, यो पेसामा त्यो पेसामा, हरेक पेसामा बेमानी गर्ने नियत किन छ भन्नुहुन्छ भने भोलिको जोहो गर्न मान्छे बाध्य छ। यो जोहो गर्नुपर्ने जुन वातावरण छ नि, यो मनोविज्ञान छ नि हाम्रो, भोलि बिमारी भयो, ल मलाई ठुलो रोग लाग्यो भने म 10 लाख कहाँबाट निकाल्ने भन्ने पीडा छ मान्छेलाई। हो, मेरो छोराले भोलि +2 गर्यो, मेरो छोरीले भोलि +2 गरिन् भने, साँच्चै भन्नुहुन्छ भने मेरो छोरी अहिले 8मा पढ्छिन्, मेरो छोरी +2 गरेको दिन राम्रो शिक्षा लिनलाई उनका लागि मैले 10-20 लाख रुपियाँ निकाल्नु पर्यो भने मैले कहाँबाट निकाल्ने भन्ने कुनै न कुनै मेरो सुसुप्त मानसिकता या मेरो मनोविज्ञानमा त्यो चिजले अहिले पनि मलाई हिट गरिरहेछ। हो, त्यसको लागि कहिलेकाहीँ हामीले अनैतिक बाटो पनि मान्छेहरू जान सक्छन्। सबै मान्छेले देखा जाएगा भोलि जे होला, उपरवाला त सबै भन्दैनन्। मौका पाउने 100 मान्छेमा 4 जना मान्छे त त्यो नियत मौका पायो भने त्यो नियतलाई प्रयोग गर्न सक्छ नि त। हो, यो चिजले चाहिँ तपाईँको यसले पनि तपाईँको भ्रष्टाचार अनियमितताहरूलाई प्रशय दिइराखेको हो कि भन्ने मेरो आफ्नो सानो सोचले भन्छ। त्यही भएर यी कुराहरू हामीले चाहेको अबको नेपाल त्यो। सर, तपाईँसँग कुराकानी गर्नलाई अझ थुप्रै नै टपिक छन्। अब अर्को एपिसोडमा पनि कन्टिन्यू गर्नु पर्ला जस्तो लाग्यो मलाई। यो सोसल मिडियालाई कसरी मोनिटरिङ गर्न सक्छ सरकारले भनेर कुरा गर्न मन लागेको थियो। तर अब आजको भिडियोमा चाहिँ आज यतिमै स्थगित गरौँ। हजुरको समयको लागि धेरै धेरै धन्यवाद। एकदम धन्यवाद।